बिमार त निकै लामै भयो मलाई। अस्ति झन्डा 2 महिना 3 महिना जतिमै लागिगयो। तर 2 महिनासम्म त राम्रै थियो। यहाँ पनि आएर म एकफेरि 15 दिन जति यहीँ छोरीहरूले ल्याएर सबै होलबेरी चेक गरेर गएको यहाँबाट। अनि यहीँ अस्पतालमा नि आएर फेरि नसाको के अरे एक्सरे यताउता लिएर दबाई लिएर गएको। उहाँ घरमा गएपछि त बाबु दसैँ तिहार आयो। झन् त्यो बेलामा त मेरो त झन् बिमारी झन् धेरै चापो हुँदै गयो कि। अब अलिअलि गरेर बिमार झन् चापो हुँदै गयो। चापो हुँदै जाँदा अब कहिले मणिपाल गएर उहाँ बसेको छ। मणिपाल गएर बस्यो। अनि फेरि दसैँको बेला भयो, डाक्टरहरू बिचराहरू सबै आफ्नो केमा हुने भयो। ल भनेर डिस्चार्ज भएर आयो। त्यो पछि फेरि तिहार आयो। म त झन् बिमार त मलाई त झन् चापो हुँदै गएर फेरि पछि चरकमा आयो कि। यहीँ हाम्रो नयाँ चरक घर अलिकति त्योभन्दा मुनि मेरो घर छ। त्यहाँ आयो, त्यहाँ भर्ना भयो। भर्ना भएर सबै कुराको चेकिङहरू गर्यो बाबु, भएको जति सबै। अनि त्यो सिटी स्क्यान पनि गर्यो। सिटी स्क्यानमा त्यो के भन्छ अरे त्यो एउटा मासु निकाल्ने बाबु हो, त्यो पनि के हो गर्यो। हिसाबमा त्यहाँ के रहेछ बिमार, राम्रो नराम्रो। त्यतिखेर मेरो दुखाइ चाहिँ नि यो देब्रे यतातिर केहीमा थिएन बाबु मेरो दुखाइ। यति भागमा हेर्दाखेरि त्यहाँ फोराफुन्सी पनि छैन, घाउ खटेर पनि छैन। तर के हो त यति भागलाई न व्हिलचेयरमा बस्न हुने, न यसरी अब यता र उता अब एक्सरे के गर्न जाँदाखेरि केहीमा पनि लान सक्ने स्थिति नहुने क्या। एकदम स्टेजमै लिएर जानुपर्ने। त्यो स्टेजको लागि पनि फेरि खास्टोमा यसरी त्यो ठुलो च्यादरमा यसरी लान्छ नि। यसरी लाँदाखेरि यसरी त हाम्रो शरीर त अलिक पोको परिजान्छ नि। त्यो पोको परिजाँदा त म त लौ मऱ्यो भनेर त्यो त म त एकदम पसिनै आइजाने त्यस्तो हुन्थ्यो। कसै भएन, अब यसरी भएन भनेर बाबु फेरि अब लौ काठमाडौँ जान पर्यो भन्यो। उहाँ के भन्यो त्यो डाक्टरको नाम बिचरा जपिन्द्र सर के भन्नुभएको थियो। उहाँले भने कि तपाईँहरू काठमाडौँ जानुहोस् भयो, अब यहाँ यसरी हुन्न। उहाँ अब जस्तो भयो नि, उहाँ राम्रो अस्पताल छ, राम्रो डाक्टर छ, उहाँ जानुहोस्। कुन चाहिँ अस्पतालमा जानु त नि हामी, अब तपाईँले भनिदिनुहोस् न भन्दाखेरि ग्यारेन्टी अस्पतालमा जानु। उहाँ जानु, उहाँ गएपछि तपाईँलाई उहाँ सबै कुराको व्यवस्था मिल्छ, राम्रो हुन्छ भन्ने कुरा गर्यो। यो डाक्टर भनेर उहाँ विनोद डाक्टरको नाम लिनुभयो। त्यहाँ आउँदाखेरि सबै डाक्टर साहबहरू राम्रो डाक्टरहरू हुनुभएछ। एकदम राम्रो लाग्यो, मलाई खुसी लाग्यो। आज मेरो मनमा लागेको थियो बाबु यो खुट्टा यतिको चलेर म हिँड्न सक्ने अवस्था आउँछ कि आउँदैन होला। अब म त हमेसै यस्तै बिस्तरामै लेर्कु भएर बसिरहेको छ होला। अब मान्छेको अब मान नसिद्धिएपछि त प्राण त रहन्छ नि, के गर्ने होला म त भनी सोचिरहेको थियो। आएको भोलिपल्टै उहाँहरूले ल अपरेसन गर्ने भनेर टाकटुक सबै उहाँहरूको बन्दोबस्त मिलाइदिनु भयो। अनि उहाँको टिमले एकदम राम्रोसँग यो अपरेसन एकदम राम्रो भयो। आज मलाई यतिकै आज कति दिन भयो यहाँ आएर 10 दिनै हुने र म आएको 10 दिन 11 दिन त्यस्तोमै आज मलाई यति हिँड्नेको स्थिति मेरो शरीरमा हिँड्न पाउँदा मलाई एकदम खुसी लागेछ। मलाई न म आफै भाग्यमानी ठानेको छु, खुसी लागेको छु। यस्तो अवस्थामा मलाई आज हिँड्न सक्ने स्थिति गरिदिँदाखेरि म एकदम खुसी लागेको छु बाबु। हेलो एभ्रिवान, म चाहिँ रिनम कुमारी गुरुङ। पेसेन्ट चाहिँ मेरो मम हुनुहुन्छ। अनि ममको चाहिँ स्थिति पहिला चाहिँ हामीलाई थाहा थिएन। उहाँ पहिलादेखि नै ग्यास्ट्राइटिसको पेसेन्ट हुनुहुन्थ्यो। आई थिङ्क यो 2 मन्थ्स अगाडिको कुरा होला। उहाँलाई चाहिँ लेफ्ट साइडतिर दुखिरहेको हुन्थ्यो, स्वेलिङ थियो अनि ब्याक पेन पनि थियो, जसको कारणले गर्दाखेरिको चाहिँ अब हामीलाई ग्यास्ट्राइटिस होला लागेर चाहिँ हामीहरूले उहाँलाई मेडिसिन दियो। अनि यस्तै पेन रिलिफ मेडिसिन्सहरू दिएर राखिरहेको थियो। अनि त्यसपछि नि उहाँको जब पेन रिड्युस भएन, हामीले चाहिँ हस्पिटलहरूमा लिएर गयो। तर सबैले चाहिँ एभ्रिथिङ इज ओके भनेर भन्यो। बट पछि यो अझ इन्टेन्सिफाई हुँदै जाँदाखेरि चाहिँ हामीले पोखराकै हस्पिटलमा लगेर गयो। किनकि मम चाहिँ अलि फ्रेजाइल कन्डिसनमा भएको हुनाले चाहिँ हामीले उहाँलाई चाहिँ डाइरेक्ट काठमाडौँ लिएर आउन चाहिँ सकेन।
अनि पोखराको हस्पिटलहरूमा देखाउँदाखेरि पनि सबै जाँचहरू राम्रोसँगै भए पनि उहाँको कन्डिसन चाहिँ अलिकति इम्प्रुभ भइरहेको थिएन। अनि त्यहाँबाट चाहिँ मल्टिपल कन्डिसन पनि भएको हुनाले चाहिँ अलिकति कन्फ्युजन पनि क्रिएट गर्यो अमङ डक्टर्स। जस्तो अब मेडिकल टर्ममा भन्नुपर्दाखेरि फाइन्डिङ्सहरूमा अब एपिप्लोइक एपेन्डिजाइटिस भनेर भन्यो, क्रोन्स डिजिजको पोसिबिलिटी पनि देख्यो भन्यो। अनि मेनली उहाँको चाहिँ स्पाइन टिबी D11-12मा स्पन्डिलाइटिस भनेर त्यस्तो पनि डायग्नोसिसमा आयो। अनि त्यो सबै कुरा हुँदाखेरिको चाहिँ बायोप्सी पनि गरायो उहाँको। अनि बायोप्सी गर्दाखेरिको चाहिँ रिपोर्ट पनि कुर्नु पर्यो हामीले चाहिँ। तर त्यो बिचमा चाहिँ द ओन्ली मेडिकेसन सी वाज अन भनेको पेन म्यानेजमेन्ट मात्र थियो। त्यो भनेको तपाईँको ओन्ली पेन मात्र कम गर्ने, हिलिङ इम्प्रुभमेन्ट त्यस्तो केही पनि नहुने। अनि त्यसले गर्दाखेरिको चाहिँ अब 2-3 दिन कुनै पनि नयाँ पेन मेडिसिन लिएपछिको चाहिँ 2-3 दिनपछि फेरि त्यसरी नै उहाँको दुखाइ बढ्दै जाने। अब यतिसम्म भयो कि उहाँ चाहिँ अब पहिला अलिकति मुभमेन्ट गर्न सक्नुहुन्थ्यो भने पछि चाहिँ सोफामा लिन ब्याक गरेर बसे। अनि त्यसपछि फेरि बेडरिडन हुनुभयो। सो 1 मन्थसम्म उहाँ बेडरिडन हुनुभयो। बिचमा हामीले हस्पिटलमा नि एडमिट गरायो, त्यहाँ पनि उहाँको ट्रिटमेन्ट गर्यो, बायोप्सीको रिपोर्ट पनि आयो। हेर्दाखेरिको सबै सजेस्टिभ अफ टिबी भनेर चाहिँ उहाँको डक्टरले चाहिँ उहाँलाई एम्पेरिकल एटिटीमा राखिदिनु भयो। त्यो भनेको तपाईँको टिबीको मेडिकेसन स्टार्ट गर्यो। हल्का अलिकति इम्प्रुभमेन्ट भयो जस्तो देखियो। तर फेरि त्यो पेन चाहिँ जस्तोको त्यस्तै भएको हुनाले चाहिँ अब हामीहरू अलिकति प्यानिक मोडमा गयो एज अ फ्यामिली मेम्बर्स। अब के गर्ने कसो गर्ने भन्ने कुरा भयो होइन। अनि उता नि डक्टर्सहरू सबै हेल्पफुल हुनुहुन्थ्यो। उहाँले नि भने कि लाइक सेकेन्ड ओपिनियनको लागि वाइ नट टेक हर टु काठमाडौँ, किन भन्दाखेरि दबाईले आफ्नो काम गरिरहेको छ होइन, त्यो क्योर गरिरहेको होला। बट जुन मेन प्रब्लम छ त्यो मेन प्रब्लमको रिलिफको लागि चाहिँ कुनै काठमाडौँमा डक्टर तपाईँहरूले देखाउन मिल्छ भनेर भन्नुभयो होइन। अब भेरी एप्रिसिएटिभ अफ द्याट थट, किन भन्दाखेरि एक हिसाबले उहाँहरू पनि कन्सर्न भएर नै त्यस्तो भन्नुभएको हो। अनि त्यसपछिको चाहिँ अब हामीले चाहिँ रिसर्च गर्नु पर्यो, किनकि काठमाडौँमा धेरै हस्पिटल्सहरू छ, धेरै डक्टर्सहरू छ, सबैजना त्यति नै एक्सपिरियन्स त्यति नै स्किल सेट भएको छ। बट अब 2 मन्थ्स लङ मम पेनमा भएको हुनाले चाहिँ हामीले उहाँलाई चाहिँ यस्तो ठाउँमा लिएर जान चाहनुहुन्थ्यो जहाँबाट चाहिँ उहाँको इन्स्टेन्ट ट्रिटमेन्ट होस्, त्यहाँबाट पनि फेरि उहाँलाई चाहिँ कुनै अरू ठाउँमा ट्रान्सफर गर्नु नपरोस्। किनकि मम्मी उठ्ने हालतमै थिएन, एउटै पोजिसनमा सुतिराख्नुहुन्थ्यो। अनि त्यहाँबाट अलिकति मुभमेन्ट भयो भने मम्मी एकदम पेनमा गएर त्यसपछि आइभी थ्रु उहाँलाई चाहिँ पेन रिलिफ दिनु पर्थ्यो है। अनि कस्तो कस्तो अब भनौँ न ओरली पनि अनि आइभी थ्रु पनि उहाँलाई दिएको एकदम इन्टेन्सिभ भइरहेको थियो। त्यसले गर्दाखेरिको चाहिँ हामीले रिसर्चै गर्नु पर्यो, किनकि यतिकै लिएर गएर हुँदैन भनेर चाहिँ वी टुक सम टाइम। अनि रिसर्च गर्दाखेरिको चाहिँ अब सबै हस्पिटलमा जति डक्टर्सहरू हुन्छ सबैको प्रोफाइलहरू स्टडी गऱ्यो हामीले। अनि स्टडी गरेको दौरानमा चाहिँ डक्टर विनोदको बारेमा थाहा पायो। अनि उहाँको चाहिँ अब स्टडी गर्दै जाँदाखेरि के भेट्यो भन्दाखेरिको चाहिँ अब उहाँले मोर देन अब 600-700 सर्जरिज त गर्नु नै भएको छ। तर हामीलाई चाहिँ अलिकति रिलेटेड टु टिबी पनि चाहिएको थियो, किनकि जुन इन्फेक्सन भएको थियो त्यो चाहिँ मोस्ट पोसिबली टिबीले गर्दाखेरि हो भन्ने जाँचमा देखिएको थियो होइन। एमआरआई सिटी स्क्यान सबैमा त्यस्तो देखेको थियो। त्यसले गर्दाखेरिको चाहिँ उहाँको प्रोफाइल चाहिँ ममको कन्डिसनसँग अलिकति क्लोजली म्याच भएको हुनाले अझ उहाँको बारेमा हेरियो है। उहाँको अब युट्युब च्यानलहरूमा नि पोडकास्टहरू रहेछ, त्यो पनि हेरियो है। सबै कुरा हेर्दा बुझ्दा चाहिँ के अरे उहाँ नै बेस्ट होला जस्तो लागेको थियो। फेरि पनि अब हामीले मेरो आफ्नो डक्टर साथी पनि छ, अनि उहाँसँग नि मैले ओपिनियन लिँदाखेरिको चाहिँ नै हि इज वान अफ द बेस्ट, मैले एक्चुली उहाँ नै रेकमेन्ड गर्न लागेको थियो भनेर भन्नुभयो। अनि त्यस्तै गरेर चाहिँ अब हस्पिटलमा ममलाई भेट्न आउने रिलेटिभ्सहरू उहाँले पनि एकदम पोजिटिभली भन्नुभयो कि होइन हामीले पनि, किनकि कुनै रिलेटिभ्सहरूले पनि डक्टर विनोदसँग नै उपचार गराउनु भयो रहेछ। अनि उहाँले पनि एकदम पोजिटिभली भन्नुभयो कि होइन उहीँ गएको बेस्ट हो भनेर। अनि त्यसपछिको चाहिँ अब समस्या अर्को आयो कि ममलाई चाहिँ कसरी लिएर जाने त्यो, किनकि अब मम उठ्न नि सक्नु हुँदैन, एउटै पोजिसनमा सुतिराख्ने थियो। त्यसले गर्दाखेरि ओन्ली अप्सन वाज हेलिकप्टर रेस्क्यु गर्ने, इभ्याकुएट गर्ने, अदरवाइज मम्मी सक्दैन थियो कुनै पनि अरू मोड अफ ट्रान्सपोर्टेसन थ्रु। अनि त्यो रिलेसनमा चाहिँ अब मलाई थाहा पायो कि ग्रान्डेमा पनि हेलिकप्टर म्यानेज गरिदिनुहुन्छ भनेर। अनि त्यो सिलसिलामा चाहिँ मैले हजुरको नाम लिन पाएँ?
मेरो माधवजीसँग कुरा भयो अनि उहाँले चाहिँ एकदम ट्रान्सप्यारेन्ट वेमा सबै कुरा भनिदिनु भयो कस्ट के कति लाग्छ कति हुन्छ नि भ्याट लाग्छ अनि अब जस्तो मैले मेडिकल टिम पनि अन बोर्ड राख्छु भने त्यसको एडिसनल कस्ट कस्तो लाग्छ इभन उहाँले यो पनि भन्नुभयो कि इफ यो मेरो आफ्नै एयरलाइन्ससँग चाहिँ टाइअप छ या फिर भनौँ मैले कोही चिनेको छु भने चाहिँ उहाँले त्यो अरेन्जमेन्ट पनि गरिदिनुहुन्छ इट डजन्ट ह्याभ टु बी के अरे ग्रान्डेको सर्भिस होइन इट क्यान बी लाइक हुन्छ नि कुनै पनि सर्भिस तपाईँले लिन सक्नुहुन्छ इट्स जस्ट द्याट मलाई भनिदिनु अनि म त्यसरी अरेन्ज गरिदिन्छु अनि जुन क्रिटिकल सिचुएसनमा टाइम क्रन्चमा हामी थियो त्यो बेलामा चाहिँ उहाँले जसरी सबै कुरा स्मुथली ह्यान्डल गरिदिनु भयो सबै कुरा हुन्छ नि अब 24/7 म अभाइलेबल छु भनेर जुन रिएस्योरेन्स दिनुभयो अनि त्यो कारणले गर्दाखेरिको एकदम स्मुथ अनि एकदमै टेन्सन फ्री भयो हाम्रो लागि चाहिँ अनि जुन दिनमा अब हाम्रो हेलिकप्टर लिफ्ट गर्ने थियो त्यो दिन पनि राम्रोसँग ममलाई चाहिँ ग्रान्डेमा लिएर आयो अनि लिएर आउने बेलामा चाहिँ माथिबाट इमर्जेन्सी रुमसम्म लिएर जाने पनि एकदम स्मुथली भयो कुनै त्यस्तो प्रेसर भएन अनि इमर्जेन्सी रुममा पनि अब मेडिकल टिमले चाहिँ ह्यान्डओभर गर्यो सबै इन्फर्मेसनहरू डक्टरलाई अनि त्यसपछि मैले नि ब्रिफिङ गरेँ उहाँले सबै रिपोर्टहरू हेर्नुभयो अनि हामीले उतै सबै एमआरआई सिटी स्क्यानहरू गरेको रिपोर्ट पनि उहाँले हेरेर चाहिँ दिस वुड बी एनफ भन्नुभयो कुनै गर्नुपर्छ भन्ने नि भन्नु भएन अनि त्यसपछिको चाहिँ अब नेक्स्ट डे हामी डक्टर विनोदसँग भेटेँ है अब उहाँको प्रोफाइल हेर्दाखेरि अनि जुन एक्सपिरियन्सको अनि जुन विस्डमस पर्सन उहाँ हुनुहुन्छ त्यो बेसिसमा चाहिँ हामीलाई लागेको थियो कि लाइक एकदम ब्रिफली आएर किनकि अब टिमले सबै कुरा कम्युनिकेट गरिसकेको हुन्छ होइन अनि त्यो हिसाबले चाहिँ वी थट कि अब उहाँ आउँछ पेसेन्टलाई हेर्छ अनि त्यसपछिको चाहिँ देन ओके अब आफ्नो भर्डिक दिनुहुन्छ सर्जरी हुन्छ हुँदैन अर नेक्स्ट प्लान अफ एक्सन के हो अनि जानुहुन्छ जस्तो लाग्थ्यो बट उहाँले जसरी आएर जेनरस अमाउन्ट अफ टाइम दिनुभयो ममसँग बसेर ममलाई एकदम काइन्ड वर्ड्सहरू सेयर गरिदिनु भयो जस्तै कि अब आमा तपाईँ सन्चो हुनुहुन्छ तपाईँ अब हिँड्नुहुन्छ तपाईँको क्वालिटी अफ लाइफै चेन्ज हुन्छ होइन म तपाईँलाई त्यस्तो बनाउँछु भन्दाखेरि मममा पनि त्यो कन्फिडेन्स आयो आई थिङ्क ममको ब्रिफली भए पनि जुन त्यो कन्टिन्युस पेन थियो एकदम इन्टेन्स त्यो पनि हरायो उहाँको वर्ड सुनेपछि त्यसपछि मम यति साह्रो रिलिभ हुनुभयो कि मम्मीले लाग्यो म त अब सन्चो नै हुन्छु है त्यसपछि मम जति अब स्ट्रेसमा टेन्सनमा थियो सबै हरायो अनि त्यसपछिको चाहिँ अब डक्टरले म तपाईँहरूसँग कुरा गर्छु फ्यामिली मेम्बरसँग भनेर चाहिँ हामीसँग माथि गएर उहाँले चाहिँ कि डायग्नोसिसमा के कुराहरू भयो भनेर सबै थरोली कम्प्रिहेन्सिभ वेमा सबै कुरा एक्सप्लेन गर्नुभयो एकदम टाइम लिएर अनि त्यस्तै गरेर अब हाम्रो केही कन्सर्न्सहरू छ हाम्रो केही क्वेसन्सहरू छ भने त्यो पनि तपाईँले सोध्न मिल्छ कुनै पनि क्वेसन यस्तो नसोच्नु कि सोध्यो भने आई फिल ओफेन्डेड एकदम फ्रिली सोध्नुहोस् भनेर भन्नुभयो है अनि हामीले त तपाईँको सक्सेस रेट फेलियर रेट पनि सोध्न जाँदाखेरिको उहाँले माइन्डै गर्नु भएन उहाँले ह्याप्पिली भन्नुभयो कि मेरो नि फेलियर रेट छ बट जुन हिसाबले उहाँले तर्क दिनुभयो त्यो एकदमै कन्भिन्सिङ लाग्यो किन भन्दाखेरि मलाई याद छ उहाँले भन्नुभएको थियो कि जस्तो कि अब कोही मान्छे हिँड्दैन भन्यो भने त्यो कहिले लड्दैन होइन मान्छे अब हिँडेपछि मात्र कहिले लड्छ कहिले चिप्लिन्छ कहिले के हुन्छ होइन इन्सिडेन्ट्सहरू धेरै हुनसक्छ त्यही हिसाबले उसले एक्सपिरियन्स गेन गर्ने हो अनि त्यही हिसाबले उसले चाहिँ फेरि त्यो कुराको त्यो प्रब्लमलाई चाहिँ सल्भ गर्ने हो त्यसले गर्दाखेरिको त्यो खालको एक्सपिरियन्स मसँग छ भनेर भन्नुभयो अनि एट द सेम टाइम उहाँले चाहिँ यस्तो वेमा लिनु भएन नर्मली अब डक्टरहरूले चाहिँ पेसेन्टहरू भनेको या फिर पेसेन्टको फ्यामिलीहरू भनेको चाहिँ अब मेडिकल लाइनबाट हुँदैन या फिर केही बुझ्नु हुँदैन त्यो कारणले गर्दाखेरिको चाहिँ ब्रिफली अब सर्जरी हुन्छ यो हुन्छ त्यो हुन्छ माथिबाट सुपरफिसियली भनिदिन्छ अनि त्यसपछि स्योर गराउँछ अनि त्यसपछि जानुहुन्छ बट उहाँले के मेक स्योर गर्न खोज्नुभयो भन्दाखेरिको चाहिँ फ्यामिली मेम्बर्स पनि इक्वली एजुकेटेड होस् होइन आफ्नो पेसेन्ट या फिर आफ्नो ममको लागि जस्तो मेरो केसमा चाहिँ अब मेरो ममको लागि चाहिँ म इक्वली अवेर होस् म त्यति नै एजुकेटेड होस् कि प्रब्लम के हुँदैछ जस्तो अब इन्फेक्सन त छ भन्यो तर इन्फेक्सन डिफ्रेन्ट टाइप्सको हुनसक्छ अब सबै रिपोर्ट्सहरू सबै टेस्टहरू चाहिँ इन्डिकेटिभ अफ टिबी हो भन्यो भने उहाँले चाहिँ अब हामी फेरि बायोप्सी गर्छौँ बायोप्सी पनि अब दुई टाइपको हुन्छ भन्नुभयो अब हामीले पहिला गरेको चाहिँ सिटी गाइडेड बायोप्सी थियो जसको चाहिँ अब 60% त्यो प्रेडिक्सन करेक्ट आउने रहेछ त्यसपछि उहाँले ओपन बायोप्सीको बारेमा भन्नुभयो जसको चाहिँ 90% हुन्छ भनेर भन्नुभयो अनि त्यस्तै गरेर इन्फेक्सन पनि अब जस्तो अब यो ब्याक्टेरियल मात्र नभएर फङ्गल हुनसक्छ पायोजेनिक हुनसक्छ अनि सबै बारेमा चाहिँ एउटा लेमेनले कसरी बुझ्छ
सबै कुरा बुझाउनु भयो। आई थिङ्क हाम्रो त्यो डिस्कसन 1 आवर त्यस्तै नै भयो होला। सो त्यो भनेको एकदमै मलाई लाग्छ एम्पल टाइम, एकदम जेनरस अमाउन्ट अफ टाइम हो। यहाँबाट यो पनि देखिन्छ कि लाइक हाउ मच ही केयर अबाउट हिज पेसेन्ट्स है। अब त्यो मेरो ममको लागि मात्र भएर होइन कि लाइक हामी त्यो रुममा पनि एन्टर गर्ने बेलामा त्यहाँ अलरेडी एकजना लेडी हुनुहुन्थ्यो आफ्नो बेबीसँग है। अब उहाँलाई पनि लाइक हुन्छ नि अब रुमबाट जानु पर्दैन, तपाईँ बस्दा हुन्छ। सो डक्टर भनेपछिको चाहिँ हामीले गड जसरी हेर्छ है, तर भन्नुपर्दाखेरि रियलमा चाहिँ अब हुन्छ नि उहाँलाई हेर्दाखेरिको चाहिँ लाइक त्यस्तै खालको फिलिङ चाहिँ आयो। बिकज उहाँको वर्ड अनि उहाँको जुन खालको डिमिनर थियो, उहाँको जुन डाउन टु अर्थ हम्बल पर्सनालिटी छ, डिस्पाइट अफ एचिभिङ सो मच इन हिज लाइफ है। अब 600-700 सर्जरिज गरेपछि पनि अगर मान्छे यतिसम्मको बसेर टाइम दिइराख्नु भएको छ भने चाहिँ लाइक इट्स रियली एप्रिसिएबल अनि एकदम अप्रोचेबल पनि लाग्यो। अनि ममसँग नि बसेर टाइम स्पेन्ड गर्नुभयो है। अनि सर्जरीको बारेमा नि एकदम राम्रोसँग भन्नुभयो उहाँले चाहिँ, उहाँको प्लान के हो अनि कसरी हुन्छ अनि पोस्ट सर्जरी के हुनसक्छ या फिर ड्युरिङ सर्जरी के कम्प्लिकेसन्सहरू आउनसक्छ अनि सबै कुरा उहाँले चाहिँ ट्रान्सप्यारेन्ट वेमा भनिदिनु भयो। कुनै पनि यस्तो थिएन कि लाइक अब यो कुरा भनेमा दे वुड फिल टेरिफाइड अनि स्टेप ब्याक गर्छ, त्यो वेमा होइन। किन भन्दाखेरिको डिसिजन लिने पनि हामीले हो, बट सबै कुरा थाहा भएर इन्फर्म डिसिजन मेकिङ होस् भन्ने हिसाबले उहाँले सबै कुरा चाहिँ एक्सप्लेन गरिदिनु भयो। अनि इभन अब सर्जरी स्टार्ट गर्नुभन्दा अगाडि पनि उहाँले आएर चाहिँ चेयरअप गर्नको लागि हामी फ्यामिली मेम्बर्सहरूलाई बोलायो। अनि सर्जरी पछि पनि बोलाएर उहाँले चाहिँ बायोप्सीको लागि जुन स्याम्पल कलेक्ट गर्नुभएको थियो उहाँ पनि देखाउनु भयो। अनि त्यसपछिको नि सबै कुराहरू चाहिँ हामीलाई भनिदिनु भयो। अनि आई थिङ्क त्यसपछिको चाहिँ अब मम्मीको अब अलिकति हेल्थ भनौँ न, मतलब लाइक पोस्ट अपरेटिभ वार्डमा राखेकै नेक्स्ट डे उहाँ चाहिँ उभिनु भयो कि। सो आफ्टर अ मन्थ ममलाई चाहिँ त्यसरी हामीले चाहिँ आफ्नै फिटमा उभिएको हेर्दाखेरि है, हाम्रो लागि चाहिँ त्यो कुनै मिराकल भन्दा कम थिएन। अनि हामीले सोचेको पनि थिएन यस्तो पोसिबल पनि छ भनेर। सो त्यो चाहिँ लाइक हाम्रो लागि एकदम अनइमेजिनेबल कुरा नै हो अनि इम्पोसिबल कुरा नै थियो। अनि त्यसपछिको नि जुन रिकभरी छ मम्मीको चाहिँ त्यो एकदमै राम्रो छ, एकदम म भन्छु एकदम इन्क्रेडिबली छ। अहिले त मम विदाउट वाकर बिना नि हिँड्न सक्नुहुन्छ है। अनि त्यसपछिको चाहिँ अब पहिला जस्तै डक्टरले भने जस्तो क्वालिटी अफ लाइफ धेरै राम्रो हुन्छ भन्नुभएको थियो है। त्यो अलरेडी भेरी एभिडेन्ट, ममलाई हेरेरै थाहा हुन्छ होइन मम्मी? एकदम फुल अफ स्माइल्स अनि एकदम अब म कहिले निस्किने म कहिले जाने यस्तोमा छ मम होइन मम्मी? सो त्यो कारणले गर्दाखेरि अनि यहाँ स्टाफहरू पनि अब भन्नुपर्दाखेरि अब एकदम राम्रो नर्सहरू आएर राम्रो भएर त म यहाँ डाक्टर बाबुहरूले त भन्नुभएको थियो कि अब 7 दिन पुगेपछि त गए हुन्छ, हाम्रो डिस्चार्ज गरे हुन्छ भन्दै थियो। होइन बाबु मलाई त्यसो नभए म बस्छु अझै 2-4 दिन, 2-4 दिन म बस्छु। किनभने यहाँ मलाई राम्रो लाग्यो, सबै स्टाफहरू सबै राम्रो, डाक्टर बाबुहरू राम्रो, यहाँको सबै त्यो सेवा गर्ने बाबुहरू सबै राम्रो, नानीहरू। त्यही कारणले म अहिले 2-4 दिन म व्रत बसेँ कि यहाँ बाबु। तपाईँहरूलाई एकदम धन्यवाद छ बाबु, खुसी लाग्छ है। हजुर अरू छ अब स्टाफको बारेमा भन्छु, हस्पिटलको बारेमा भन्छु। हजुर स्टाफहरू चाहिँ सबै वेल ट्रेन्ड लाग्यो। सबैजना नर्सेसहरू चाहिँ दे नो वाट दे आर डुइङ। अनि जुन वेमा उनीहरूले केयर गर्नुभयो ममको लागि चाहिँ त्यो ट्रुली कमेन्डेबल। अनि त्यसपछिको चाहिँ अब जस्तो अब हामीले केही भन्छ बहिनी अलिकति हुन्छ नि ममलाई अब धेरै नै चोटि अब प्रिक गरेको हुनाले, निडलले गरेको हुनाले एभ्री टाइम अब हाम्रो एज अ गार्जियन भन्ने बानी नै भइसकेको थियो। बट कोही पनि नर्स बहिनीले चाहिँ त्यसलाई एकदम नराम्रो वेमा लिएन अनि एकदमै स्माइली वेमा, एकदम फ्रेन्डली वेमा हुन्छ भनेर एकदम झन् हुन्छ नि राम्रोसँग गरिदिनु भयो। त्यस्तै गरेर हस्पिटल पनि एकदम क्लिन अनि एकदम स्पेसियस। अनि लाइक अब हामीहरू डिफ्रेन्ट क्याबिनमा मुभ भएको भइ थियो है, तर त्यो सबै प्रोसेस चाहिँ एकदमै ह्यासल फ्री थियो हाम्रो लागि चाहिँ। अनि इभन लाइक अब केयरहरू भयो होइन, हाउसकिपर बहिनीहरू भयो, सबैजना एकदम फ्रेन्डली, एकदम मिलनसार। अनि आफ्नै लाइक हस्पिटलमा बसे जस्तो चाहिँ फिल भएन हामीलाई चाहिँ। अनि अब सबै उहाँको एन्टायर टिम पनि जुन अब मर्निङ राउन्डमा इभिनिङ राउन्डमा आउनुहुन्थ्यो है, सबैजनाले चाहिँ एकदम टाइम दिने, कसैलाई केही रस छैन। अब विनो डक्टर्सहरू सबैजना धेरै बिजी हुनुहुन्छ, उनीहरूको अब अरू पनि पेसेन्ट्सहरू हुन्छ, बट त्यो अमाउन्ट अफ टाइम जो उहाँहरूले डेडिकेट गर्नुहुन्छ इच पेसेन्टलाई ड्युरिङ देयर भिजिट है, राउन्ड भिजिटमा, त्यो चाहिँ एकदमै मलाई मन पर्यो।
किनकि बरु पेसेन्ट आत्तिने कि अब डक्टर बिजी होला है अब यस्तो त्यस्तो, तर उहाँहरूले चाहिँ होइन होइन तपाईँ भन्नु तपाईँलाई कस्तो लागिरहेछ, तपाईँको अरू के समस्या छ, केही कन्सर्न छ भने भन्नु, हामी त्यो पनि हेर्छौँ। अनि त्यो सबै पोस्ट केयरहरू पनि एकदमै एकदमै राम्रो लाग्यो। सो ममकोबाट र हाम्रो एन्टायर फ्यामिलीबाट चाहिँ वी वान्ट टु थ्याङ्क ग्रान्डेड टिम है, नट ओन्ली डक्टर्स, अल्सो म्यानेजमेन्ट टिम भयो, नर्स बहिनीहरू भयो, हाउसकिपर टिमहरू भयो, सबैजनालाई चाहिँ होल हार्टेडली है, बटम अफ माई हार्ट भेरी भेरी थ्याङ्क यू अनि भेरी एप्रिसिएटिभ अफ वाट एभर यु हेभ डन फर आवर फ्यामिली। ट्युबरक्युलोसिस भनेको एक किसिमको इन्फेक्सन हो। ट्युबरक्युलोसिसले शरीरको कुनै पनि भागमा असर गर्न सक्दछ, एक्सेप्ट रौँमा हुँदैन, दाँतको एनामेल भन्नेमा हुँदैन र नङमा हुँदैन। त्यो बाहेक शरीरको कुनै पनि भागमा टिबीले असर गर्न सक्दछ। अब मेरुदण्डमा एकदमै धेरै मानिसहरूलाई असर गरेको देखिएको छ हाम्रो कन्टेक्स्टमा। त्यसैले टिबीको कारणले गर्दाखेरि मेरुदण्डमा असर भएको छ भने सबैभन्दा पहिलो सिम्टम्स देखिने नै दुखाइ हो र यो दुखाइले गर्दाखेरि उहाँको दैनिकीहरूलाई एकदमै असर गर्न सुरु गर्छ। हातमा खुट्टामा कमजोरीपनाहरू पनि देखिन सुरु गर्छ र टाइममा यसको उपचार गरिएन भने यसले गर्दाखेरि ढाड पनि बाङ्गो हुँदै जाने र नसा च्यापिँदै जाने भएको कारणले गर्दाखेरि कतिपय कन्डिसनहरूमा प्यारालाइसिस पनि हुन सक्दछ। यदि ट्युबरक्युलोसिसको समयमै पहिचान गरेर उपचार हामीले गऱ्यौँ र सुरु गऱ्यौँ भने यो 100% निको हुन्छ र पेसेन्ट्सलाई आफ्नो काममा छिटोभन्दा छिटो फर्काउन सकिन्छ।